नमस्कार, म सीएन खड्गा, राष्ट्रिय पिछडा वर्ग महासङ्घको महासचिव। आज म आसन्न यो प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्बन्धमा दुई शब्द तपाईहरु सामु राख्न जाँदैछु। यो निर्वाचनको मुख्य उद्देश्य विकास र सुशासन यो दुईटा हो। त्यसमा सुशासनको लागि र विकासको लागि यस्तो नेतालाई चुन्नुपर्छ जोसँग विकासको भिजन होस् र सुशासन गर्ने त्यो इमानदारीता होस्। त्यो सन्दर्भमा सिराहा क्षेत्र नम्बर 2 का एकजना उम्मेदवार हुनुहुन्छ कौशल कुमार सिंह। उहाँले देशको विकासको लागि, समाजको विकासको लागि लामो समय सङ्घर्ष गर्नुभएको छ। लामो अध्ययन पनि छ। शैक्षिक योग्यताको हिसाबले पनि उहाँ योग्य व्यक्ति हो र अनुभवको हिसाबले पनि उहाँसँग अधिकारको विषयमा, उहाँसँग विकासको विषयमा लामो अनुभव छ। इमानदारमा व्यक्तित्व हो, युवा जोश छ र परिपक्व नलेज पनि छ। उहाँले यदि अवसर पाउनुभयो भने उहाँले राष्ट्रिय पिछडा वर्ग महासङ्घको स्थापना कालदेखि त्यसको अधिकारको लागि पनि काम गर्नुभएको छ। उहाँले अवसर पाउनुभयो भने गरिबको आवाज, पिछडिएको वर्गको आवाजलाई संसदमा पुर्याउने र त्यसको लागि आवश्यक योजना उहाँले बनाएर लागू गर्ने त्यो भिजन भएको व्यक्ति हो। हामीले उहाँसँग लामो अनुभव, लामो समयदेखि काम गर्दै आएका छौँ। म महासचिव हो, उहाँ अध्यक्ष हो, म त अलि पछि जोडिएको हो। उहाँले त पिछडा वर्ग महासङ्घमा धेरै पहिलेदेखि काम गर्नुभएको छ। लगभग 20-21 वर्षदेखि उहाँ त्यसमा हुनुहुन्छ र महासङ्घलाई राष्ट्रिय रूपमा विस्तार गर्नुभएको छ र पिछडा वर्गको अधिकारको लागि उहाँको प्रयासमा अहिलेको संविधानमा पिछडा वर्गको पहिचान स्थापित भएको छ। पिछडा वर्गको नाम समावेश भएको छ। मौलिक हकमा पनि पिछडा वर्गले अधिकार पाउनुपर्छ, समान अधिकार पाउनुपर्छ भनेर स्थापित भएको छ र साथसाथै पिछडा वर्गको आयोगको मुद्दा पनि हामीले उठायौँ। तर आयोग छुट्टै आयोग नभए पनि अहिले समावेशी आयोगमा पिछडा वर्गलाई पनि समावेश गरेर एउटा आयोग भएको छ। त्यतिले हाम्रो आवश्यकता पुरा हुँदैन। हाम्रो माग पिछडा वर्गको छुट्टै आयोग हुनुपर्ने र पिछडा वर्गको लागि आरक्षणको व्यवस्था हुनुपर्ने। किनभने पिछडा वर्गको जनसङ्ख्या लगभग 18-20% जनसङ्ख्या छ। त्यति जनसङ्ख्या जुन विकास सूचकाङ्कमा गरिबी रेखा मुनि पर्छ अथवा विकास सूचकाङ्कमा सबभन्दा तल पर्छ, ती जातिहरू, ती वर्ग, पिछडा वर्गको 50 वटा भन्दा बढी जाति समुदायहरू त्यसमा पर्छन्। ती वर्ग समुदायले राज्यको सेवा सुविधाहरूमा, राज्यका मूलधारमा तिनीहरू समाहित हुन पाएका छैनन्, सीमान्तकृत रूपमै छन्। आरक्षणको राज्यबाट पाउनुपर्ने प्रोत्साहन स्वरूप जुन आरक्षणका कोटाहरू छन् त्यो पिछडा वर्गले पाउँदैन। अन्य ग्रुपहरूमा पिछडा वर्गले राखेको कारणले त्यो ग्रुपका फरवर्ड क्लासहरूले त्यसको सुविधा उपभोग गर्छन् र जुन साँच्चै पिछडिएका वर्ग छन्, जुन शैक्षिक, आर्थिक, राजनीतिक रूपले पिछडिएका वर्ग छन्, त्यसले अवसर पाउन सकेको छैन। त्यसको लागि हामी लामो सङ्घर्ष गर्दै आएका छौँ र संसद बाहिर बसेर जति सङ्घर्ष गरे पनि हामी गर्न सकिरहेका छैनौँ, सफलता पाउन सकेका छैनौँ। त्यसैले संसदमा उहाँको प्रतिनिधित्व गराउनलाई म त्यो सिराहा क्षेत्र नम्बर 2 का जनताहरूलाई धेरै आग्रह गर्दछु, धेरै अनुरोध गर्दछु। उहाँसँग तपाईँको क्षेत्रको नेता हो, तपाईँहरूले पनि उहाँसँग भेट्नुभएको होला, बुझ्नुभएको होला। उहाँ कुनै अपरिचित नाम होइन, परिचित नै हो। उहाँसँग जुन सोच छ, जुन उहाँसँग जुन लगन छ उहाँको, त्यसको लागि एकचोटि उहाँले अवसर दिएर हेर्नुहोस्। उहाँले अहिले जुन हामी अहिले विकासको कुरा गर्दाखेरि किसानहरूलाई हामीले जुन किसानले अहिले सरकारले जुन 3% कृषि ऋणको व्यवस्था गरेको छ र कृषि बिमा, पशु बिमाको जुन व्यवस्था गरेको छ, त्यो कुरा हामी सँगसँगै कौशल कुमार सिंहजी सँगसँगै हामीले त्यो 70 सालदेखिको संविधान सभाको निर्वाचनदेखि त्यसको माग उठाएर हामीले आन्दोलन गरेको हो र त्यतिखेर लोकदलको स्थापना भएको थियो। तर लोकदलको चुनावी घोषणा पत्रमा यी मागहरू राखेर हामीले सबभन्दा पहिला यी मागहरू राखेर हामीले आवाज उठायौँ र परिणामस्वरूप त्यो सङ्घर्ष गर्दै जाँदाखेरि अहिले सरकारले त्यो व्यवस्था लागू गरेको छ। किसानहरूको अरू मलको, बिउ बिजनको समस्याहरू छ, हामीले त्यसको वैज्ञानिक रूपमा व्यवस्थापनको कुराहरू उठाउँदै आएका छौँ। कृषिको बजारीकरणको वैज्ञानिक र थायी व्यवस्थाको लागि कुरा उठाउँदै आएका छौँ। त्यसमा अहिले हामी अब सडकबाट गर्छौँ, सदनमा पुग्ने हाम्रो पुगेका छैनौँ। सडकबाट हामीले जति आवाज उठाए पनि त्यो लागू हुँदैन। भयो भने पनि त्यसको क्रेडिट अरूले लिन्छ। हाम्रो मुख्य उद्देश्य क्रेडिट पनि होइन, किसानले लाभ पाओस्, जनताले लाभ पाओस्।
त्यसको लागि यदि हामी संसदमा जान पायौँ भने, हाम्रो कौशल्यले हामीले संसदमा पठाउन पायौँ भने त्यो हाम्रा कुराहरू त्यहाँ लागू हुन्छ। र त्यति मात्रै होइन, उहाँमा लिडरसिप क्षमता पनि छ। लिडरसिप इन द सेन्स हामी 30 वर्षदेखि हामी कौशल्यसँग अन्य विभिन्न क्षेत्रमा काम गर्दै आएका छौँ। त्यति बेलादेखि नै उहाँमा जुन लिडरसिप क्यापेसिटी छ, उहाँले सबैलाई जोडेर जाने, सबैलाई लिएर जाने र जनताकै सहभागितामा व्यवस्थापन गर्ने त्यो खुबी उहाँमा छ। यो विकासको यसको मात्रै कुरा होइन, हाम्रो जुन अहिले जुन उहाँ राष्ट्रिय मुक्ति पार्टीको उहाँ उपाध्यक्ष हुनुहुन्छ, राष्ट्रिय मुक्ति पार्टीले स्वदेशवादको कुरा उठाएको छ। त्यो स्वदेशवाद अन्तर्गत त्यो ग्राम स्वराजको एउटा अवधारणा आएको छ। त्यो ग्राम स्वराजको अवधारणा ल्याउने मुख्य कौशल कुमार सिंहजी नै हो। उहाँले ग्राम स्वराजको अवधारणा अन्तर्गत के गर्न खोजेको हो भने हाम्रो जुन सामाजिक संरचना छ, हाम्रो जुन सामाजिक परिवेश छ, त्यसको व्यवस्थापन हाम्रै मौलिकताको आधारमा हुनुपर्छ। विदेशी मोडलमा हामी कहाँ विकास धेरै हुँदो रहेछ, विदेशमा कहाँ के गर्यो, यस्तो कमिटी यस्तो सिस्टम गरेर गर्यो र हाम्रो मौलिकता हराउँदै गयो, हाम्रो पहिचान हराउँदै गयो। त्यसैले हाम्रो मौलिकता, हाम्रो पहिचान कायम होस् र हाम्रो स्थानीय आवश्यकता र स्थानीय स्रोत साधन, स्थानीय परिस्थितिको आधारले हाम्रो गाउँ समाजको, टोलको, हाम्रो पालिकाको व्यवस्थापन होस्। त्यसको लागि छुट्टै मोडल छ। त्यो मोडलको लागि पनि उहाँले पुरा अवधारणाहरू नै ल्याउनु भएको छ। त्यो अवधारणाहरू पनि लागू हुनुपर्छ। त्यो अवधारणा अनुसार भयो भने हाम्रो पहिचान पनि रहन्छ, हाम्रो ठाउँ समाजको विकास पनि हुन्छ। त्यसको लागि पनि उहाँको संसदमा उपस्थिति अत्यन्त आवश्यक छ। र त्यसकै लागि म समस्त सिराहा जिल्लाका क्षेत्र नम्बर 2 का समस्त मतदाताहरूसँग फेरि पनि अनुरोध गर्न चाहन्छु, तपाईहरूले यसपटक कौशल कुमार सिंहलाई जाँतो छापमा मतदान गरेर जिताउनुहोस् र आफ्नो नेता जो आफ्नो भूमि बिर्सिँदैन त्यो नेतालाई आफ्नो प्रतिनिधि बनाएर संसदमा पठाउनुहोस्। त्यो नेता आफ्नो भूमि बिर्सिँदैन, तपाईँसँग जोडिएर रहन्छ र तपाईँको समस्याको दीर्घकालीन स्थायी समाधान गर्छ। तपाईँको शिक्षा, तपाईँको रोजगार, तपाईँको अधिकार, तपाईँको पहिचान सबैको लागि काम गर्ने मान्छे हो। उहाँलाई एकचोटि अवश्य तपाईँहरूले साथ दिनुहोला। धन्यवाद।